सबैलाई नमस्ते दाजुभाइ दिदीबहिनी जति पनि छ। आज म सानो भिडियो तपाईहरुको लागि तपाईहरुको माझमा राख्दैछु। यो भिडियो चाहिँ म रिक्वेस्ट गर्न चाहन्छु हाम्रो जति पनि नेपाली गोर्खा दाजुभाइहरुले यो भिडियोदेखि म रिक्वेस्ट गर्न चाहेको चाहिँ हाम्रो बहिनी विनिता जुन चाहिँ ब्रिटेन गट ट्यालेन्टमा गएर अनि मेरो आज यहाँ हामीलाई भेट्न आएको चाहिँ उहाँको बाबा आउनुभएको छ अनि उहाँलाई एकबार सानो कुरा गर्छु अनि तपाईलाई एपिल गर्नको लागि यो गर्नुभयो। सर हाम्रो ऑडियन्सहरुलाई एकबार भनिदिनुहोस् तपाईको छोरी चाहिँ केमा चाहिँ उहाँहरु। हजुर नमस्कार, मेरो नाम चाहिँ अमर छेत्री हो। मेरो छोरी अहिले हालैमा जुन चाहिँ ब्रिटेन गट ट्यालेन्टमा सेमी फाइनलमा पुगेछ र साथै यो इन्डियाको एउटा हैदराबादमा रियालिटी सो चलिरहेछ जुन चाहिँ डान्स आइकन 2 भन्ने, त्यसमा अहिले फाइनलमा पुगेछ र उहाँलाई अहिले साह्रै यो भोटको साह्रै खाँचो भइरहेछ। त यो भोटको लागि नै हजुरहरुसँग म अपिल गर्न चाहन्छु कि हजुरहरु सबैले जसले पनि यो भिडियो मार्फत हेर्दै हुनुहुन्छ उहाँहरु सबैले भोटिङ दिएर बा एउटा एप्स पनि छ, एप्सको जरिया गएर पनि डाउनलोड गरेर पनि उहाँलाई भोट दिएर जिताउन सक्नुहुन्छ। जुन चाहिँ एप्स चाहिँ भयो हजुरको आहा भन्ने एउटा एप्स छ जुन चाहिँ प्ले स्टोरमा पाइन्छ। प्ले स्टोरमा गएर डाउनलोड गर्दा हुन्छ। आहाको स्पेलिङ चाहिँ भयो AHA आहा हो। त्यसमा हो त्यो चाहिँ डाउनलोड गरियो अरे त्यसमा आफ्नो नम्बर दियो अरे त्यसमा एउटा ओटिपी आउँछ। ओटिपी थ्रुदेखि गएर उहाँलाई भोट दिन सक्नुहुन्छ। किनकि आहा एप्सबाट दिँदाखेरि एउटा ओटिपीबाट 100वटा भोट हुन्छ र मिस कल गर्नुभयो भने चाहिँ एउटा नम्बरबाट एउटै मिस कल भोट हुन्छ। त्यसैले हजुर जति पनि जनाले हेर्दै हुनुहुन्छ हजुरहरूले गएर चाहिँ आहा एप्स डाउनलोड गरेर नै उहाँलाई 100 भोट चाहिँ दिनलाई कोसिस गरिदिनु होला र उहाँलाई सबैको भोट लिएर सबैको माया र प्यारले उहाँलाई जिताउनुहुन्छ भन्ने म आशा गर्दै र अनि जुन चाहिँ अब फेरि ब्रिटेन गट ट्यालेन्ट चाहिँ आउन महिना 19 तारिक हामी जाइँदैछ जुन चाहिँ सेमी फाइनलको लागि जाइँदैछ। त्यसको लागि हजुरहरूले आशीर्वाद र माया यसरी नै दिइराख्नुहुन्छ भनौँ।